भालेको टाउको बनाउँदाखेरि चाहिँ परिवार पनि छ। यो शिर चाहिँ यहीँ मलाई पठाइदिएछ है। फेरि भाइ छोरा आज फेरि म चाहिँ बुवाले आज यहाँ तल पूजा भान्जीको सागरहरूको देवी पूजा गर्न गएको थियो। त्यसमा चाहिँ हाम्रो बुवा पूजा गर्न गएको थियो। पूजा हालेको लागि भनेर यो पठाइदिएको रहेछ। त्यो बनाएर चाहिँ यहाँ भालेको टाउको बनाउँदा यति भयो मासु। अब ट्याक्क हामीलाई टन्न एक साग हुन्छ। यो चाहिँ भुटानहरू आउँछ आज। परेवा प्लस कुखुराको छ। कुक गर्दैछु है मैले। ल यो साग राख्न खोज्दैछु है। यो फुलले हैन अहिले कोपीले हालिदियो। यो टेस्ट हाल्दैछ है। दामी भयो। मेरो लागि खाना आइसकेको छ। यो शिर चाहिँ यहीँ मलाई पठाइदिएछ है। फेरि यस्तो छ। अहिले मम्मी आफिस खानुहुन्न र? खान्छु भात। बाजे